यो भन्दा अगाडिको वर्ष चाहिँ आँप यस्तो तरिकाले फलेको थियो नि, जता हेर्दा पनि जसको घरको छेउमा पनि आँपको रुखहरू छ नि पुरै लट्रम्मै फलेको हुन्थ्यो के, पात कम अनि आँप चाहिँ धेरै देखिन्थ्यो, पुरै हाँगा नै भाँचिने हिसाबले फलेको थियो। यो साल आँप खासै कसैको फलेकै छैनन्, फलेकोहरूको पनि अलिअलि कहीँ कतै मात्र छन्, त्यो मध्ये हामीहरू पनि एउटा पर्छौं। खासै फलेको त थिएन, अलिअलि कहीँ कतै फलेको थियो। फलेको जति पनि सबै बचेको भए त के पो हुन्थ्यो, हावाहुरी आएर सबै खसाइदिने गर्छ के, त्यही भएर अब चाहिँ अलिअलि कहीँ कतै मात्र बचेका छन्। अब पाक्दासम्म चाहिँ खान पाउने हो कि पाउने हैन, त्यही भएर काँचो नि टिपेर खाइदिने गर्छु म त। अनि यहाँ मैले मात्र कति खानु, फेरि उता काठमाडौँ दाई भाइ भाउजू पनि त छन्, उनीहरूको लागि पनि त सोच्नु पर्यो हैन। त्यही भएर आज चाहिँ हामीहरूले दाई र भाइ अनि भाउजूको लागि चाहिँ रासन पानी अनि तरकारी सरकारी आफ्नो बारीमा जे छ फलेको त्यही उता काठमाडौँ पठाउने तयारी गर्दैछौँ। त्यसको लागि हाम्रो बुवाले चाहिँ यहाँ प्याकिङ गर्दै हुनुहुन्छ भनेपछि मम्मी चाहिँ हेर्ने दर्शक बन्नु भएको छ अनि म चाहिँ क्यामेराम्यान नै भइहाले। अब यो भिडियो चाहिँ खासमा हिजो बेलुकातिरको हो अनि मैले हिजो बेलुकातिर भोइस ओभर गरेर चाहिँ हाल्न पाएकी थिएन। अनि आज चाहिँ मैले यो भिडियो पोस्ट गर्नै पाएको छैन, उनीहरू ठाउँ चाहिँ फेरि सामान पुगिसक्यो। अब मैले भिडियो पोस्ट चाहिँ अहिले गर्दैछु, उनीहरूले चाहिँ सामान पुगिसक्यो भनेर अघि नै भिडियो कल गरेर पनि हामीले नै पठाइदिएको काँक्रा अनि आँप देखाउँदै खान्छन् यार, यस्तो गर्ने होइन के। यहाँ मैले डेली खाने गरेको भए तापनि यसरी खाएको देख्दाखेरि मलाई के खाने मन लाग्दैन, नदेखाउनु पर्ने हो, देखाइहाल्यो। अब यो भिडियो हेरेर एकछिन हाँस्नु है। अनि यो सामान पुगाउन जाने बेला चाहिँ हामीहरूले यहाँदेखि बौनियासम्म छोड्न जानुपर्ने थियो, त्यही भएर बुवा चाहिँ अटो बोलाएर अटोमा बसेर जानुभयो। अनि मैले चाहिँ गए बाजे, अब त आउन फर्केर, मामाले छोडेर गएको जस्तरी बाजे पनि गए भनेर भने हैन। बिचरा मुइनी त कति दया लाग्दो फेस बनाएर पुरै रुम न हाँसौँ भइसकेको थियो उसलाई चाहिँ। अनि उसलाई सानी यहाँ त क्यामेरामा हाई भन्छ भनेको सिधै रोइदिए के।